न कुनै मेरो अहिले साथी छन्, न कुनै मेरा इष्टमित्र छन्, न त परिवारै आफन्त छन्, न त कसैले साथ दिन्छ। एक्लो छु, एक्लै रमाइरहेको छु। समयमा सबैले पिठो देखाएर गयो क्या मलाई। आइपर्दा दुःख पर्दा ठिक्क भयो भन्ने पनि भए। खुब बाठो पनि थिइस्, अहिले ठिक्क भयो तँलाई भनिरहन् मान्छेहरूले। तर पनि म तिमीलाई धन्यवाद दिन्छु, किनकि तिमीहरूको हरेक कुराले गर्दा नि मलाई उत्साह मिलेको छ। किनकि झुटा रिजन ती सबैजनाहरू, झुटा रिजन ती सबै मानिसहरू जसले मलाई हिम्मत दिन्छु भन्ने, तर पछि पछि चाहिँ मेरो खेदो गर्दा रहेछन्। त्यसैले म धन्यवाद दिन्छु तिनी सबैलाई, किनकि तिनीहरूले नै गर्दा आज चाहिँ म यो मुकाममा छु। तिनीहरूले नै गर्दा आज मैले हिम्मत र हौसला पाएको छु। धन्यवाद छ तपाईहरुलाई।